जस्तै मेरो भिडियो हेर्दै हुनुहुन्छ सबैजनालाई नमस्कार अनि तस्ले भन्न चाहन्छु। म कुङ्गो शेर्पा आदरणीय छिरिङ पुती फ्यामिलीको तर्फबाट चाहिँ यो सगादाको अन्तिम दिनमा चाहिँ कुनै ठाउँमा रहेको वृद्धाश्रममा एक साथ भोजन दान गरिदिनुहोस् भनेर म मार्फत रु 20,000 रुपियाँ सहयोग पठाउनु भएको थियो र त्यही सहयोग रकम लिएर चाहिँ अहिले नेपाली स्नेह काखमा रहेको व्यक्तिहरूलाई जुन यो बिहानको भोजन खुवाउनुको लागि यहाँ आइपुगेको छौँ र यसरी सगादाको अवसरमा चाहिँ जुन यहाँ रहेको व्यक्तिहरूलाई केही मिठो खान पाओस् भन्ने सोचले चाहिँ यसरी सहयोग पठाइदिनु भएकोमा तपाईँहरूको सम्पूर्ण परिवारलाई हृदयदेखि एकदम धेरै धन्यवाद भन्न चाहन्छु र आज यहाँ रहेको यति धेरै व्यक्तिहरूलाई भोजन दान गर्नुभएको पुण्यको फलले चाहिँ तपाईँहरूको जीवनमा पनि सधैँ सुख शान्ति मिलिरहेकोस्, चिताएको आँटेको सबै पुरा भएर जाओस् भनेर कामना गर्न चाहन्छु। धेरै धेरै धन्यवाद छिरिङ भुटी फ्यामिलीको सम्पूर्ण सदस्यलाई नेपाली स्नेह काखको तर्फबाट धेरै हरिर दाता हरिर भोक्ता हरिर अन्नम प्रजापति हरिर विप्र हरिर स्तु भोक्ते हरि अन्नम विष्णु भोक्तेदेव महेश्वर। हे भगवान, आज हामीहरूलाई मिष्टान्न भोजन सेवा गर्नुभएकोमा छिरिङ भुटी फ्यामिली सम्पूर्णलाई धेरै आशिष मिलोस्। सम्पूर्णको जीवनमा सुख शान्ति खुशी समृद्धि ऐश्वर्य आरोग्य प्राप्त होस्। नेपाली स्नेह काखका अति शुभचित्त कुङ्गा शेर्पा सरलाई पनि धेरै धेरै